काठमाडौँदेखि काठमाडौँबाट यति धेरै माया गरेर व्यस्त पठाउनु मेरो प्रभु कल्याण होस् जय होस् दिगन्त होस् दिग होस् प्रभु यति धेरै माया गरेर गर्छ कल्याण होस् काठमाडौँ गोर्खा बुटवल गोर्खा बुटोल काठमाडौँ गोर्खा बुटवल काठमाडौँ गोर्खा बुटोल त्रिकोणम ब्रह्म विष्णु महेश्वरम जय होस् जय प्रभु धेरै धेरै धन्यवाद मेमोरी पाएन मेमोरी हाल्दिनँ तपाईँको त दिमागमा मेमोरी छैन मेमोरी हाल्छ कहाँ अब म मेमोरी खोज्दा जाम होइन पेन ड्राइभको जमाना छ भन्नु हो त्यही त पेन ड्राइभको जमाना अब मेमोरी त कहाँबाट हाल्ने प्रभु होइन अनि अपरेसन गरेर लास्टमा मेमोरी हालै बिर्सिन्छु आफैले राख्न नमिल्ने होला फेरि होइन अस्ति मोबाइललाई यसो थुने थिएँ मैले तर भएन अन्त दाइ रमाइलो हुनुहुन्छ आफूलाई त्यस्तो बिरामी हुँदैन मान्छे हँसाइरहनु पर्छ जिन्दगी एक अनेकौँ यादहरू मात्रै हो म याद सम्हाल्ने हिँडा मात्रै एकचोटि नाम कमायो अनि मलाई कमाउँछु भन्ने अनि मेरो यहीँमाथि ल्याउँछु नि यहाँमाथि हेर्नुहोस् त माथि हेर्नुहोस् त जिन्दगी एक अनेकौँ यादहरू मात्रै हो मलाई धर्मको घमण्डन गर्नु छैन मानवताको मतलब धर्म मतलब त्यो जातको घमण्डन गर्नु छैन म बाहुन नो प्रब्लम जात एउटै आम्माको छोरी हामी सबै कहाँ चाहिँ जादु झ्याट्ट ल्याएर दियो भने भगवान्ले होइन एउटै आम्माको छोरी हो अनि कर्म प्लस मर्म इक्वल टु धर्म धर्म हुने चिज हो प्रभु गर्ने चिज होइन सत्य जसले धर्म गर्छ जस्तो पागल हो है अनि जय होस् ल हाम्रो चटपट रेडी भइसकेको छ ल मुस्ताङको लागि अर्ली मर्निङ भ्यू यस्तो छ है अहिले चाहिँ पुरा उसो लाग्छ चिसो छ यस्तो छ भ्यू चाहिँ पुरै अब हामी निस्किन लाग्यो यस्तो गरेर भिडियो हुँदैछ है टिकटकको लागि चाहिँ एउटा यस्तो सानोतिनो इन्फर्मेसन भनौँ होइन सानोतिनो टिकटकको लागि यो रिल्स पनि हुन्छ यस्तो भनेको चाहिँ ऊ डराउँछ पहिला अनि हामीले यसरी अनि यो अलिक कम्फर्टेबल हुन्छ अनि कम्फर्टेबल भएपछि अनि यो मान्छ क्या है कति कति सो केटाहरू सबै रेडी भइसक्यो अब 9 बजेतिर निस्किने भने अब आज 9:30 हुन्छ यस हामी होटल बेन्जुबाट निस्किन्छौँ खै ए यो माथि लगाइदिने भइहाल्यो हामी 6 वटा छौँ एउटा पल्सर एउटा रेजेटा दुईटा टिभीएस सेन्टर यो दुईटा बुलेट ब्लू र रेड सब रेडी हुँदैछ वी आर ब्लू यु नो ब्लू ल है गाइज हामी चाहिँ निस्क्यौँ मेरो त मिररै हल्ल्या रहेछ हौ सुरु भयो है त हाम्रो चाहिँ हामी बिस्तारै जान्छौँ अब त्यो बेनी जाने हो बेनी पहिला बागलुङ गएर बेनी जाने अनि बेनी गएर चाहिँ हामी अनि त्यसपछि आजको यात्रा चाहिँ मार्फासम्म बिस्तारै बिस्तारै जानुपर्छ सबजना सरर जाँदैछौँ हाम्रो अगाडि 6 वटा मेरो अगाडि 5 वटा बाइक छ भाइ त नाचिरहेछ हौ किन हौ त्यसै नाचिरहेको छ माझो मेला भन्ने ठाउँ आइपुग्यो अब माझा मेलाबाट सिधै अगाडि जानुपर्ने हुन्छ यहाँबाट 23 किलोमिटर भन्दै थियो बेनी होइन 18 किलोमिटर छ अलिक 18 किलोमिटर भन्दै थियो बागलुङबाट बेनीबाट अगाडि बढ्नुपर्छ हामी चाहिँ बिस्तारै जाने हो तर अब के हुन्छ बाटोमा हेर्दै जाउँ न सेफ राइड इज इम्पोर्टेन्ट एन्ड गियरिङ अप अल्सो इम्पोर्टेन्ट अब हाम्रो पालामा चाहिँ खासै कोही मान्छे चाहिँ भेटिनँ मैले हामी मात्र होला जस्तो लाग्यो किनकि यस्तो डिसेम्बर चिसो मौसममा राइडको मजा छुट्टै हुन्छ फेरि कति राम्रो भ्यू नजारा आजको सुनौलो दिन यार बवाल भइछ बवाल
यो वेलकम टु बागलुङ। हामीलाई यहाँ बागलुङले वेलकम गरिसकेको छ। यहाँ चेकपोस्ट हो, यहाँबाट सिधै जानुपर्ने हुन्छ बिस्तार। होइन हामी बिस्तारै जाँदै गरौँ न भाइ। ब्युटिफुल भ्यू विथ द रेन्ज। अनि माथि चाहिँ खतरा पुल रहेछ क्या, लामो बबाल बबाल। हेर खतरा हिमाल देखिन थाल्यो यहाँबाट। बबाल हिमाल हिमाल हेर्नुहोस् न, हिमाल बबाल। आई सी द तस्बिर अफ ह्युमन बिङ। वाह यार खतरा के बबाल। हेर यहाँको नजारा इज अमेजिङ है। उतातिर अब मसँग जाँदाखेरि देखिन्छ देखिँदैन वी डोन्ट नो, बट वाह यार बबाल के बबालै लाग्यो मलाई। बबाल भ्यू हेर्नुपर्छ कुन चाहिँ। मैले चाहिँ देख्छु क्या, बबाल लाग्छ क्या मलाई। फेरि मैले हिमालमा जहिले पनि होइन हेर्दाखेरि मैले जहिले तस्बिर देख्छु क्या, नयाँ नयाँ तस्बिर, अलि ठुल्ठुलो मान्छेहरूको तस्बिर, जुन कारणले गर्दाखेरि आई डोन्ट नो वाट इज द्याट, बट अब सबले देख्नुहुन्छ भन्नु थाहा छैन, तर मैले चाहिँ बबाल देख्छु कि। त्यो म्याग्दी जिल्ला छिर्न लाग्यो, छिरिहाल्यो पनि म्याग्दी जिल्ला। यस म्याग्दी छिरिसकेको छ। अब यहाँबाट चाहिँ हामी राइट लिएर अब तातोपानीतर्फ लाग्छौँ। यहाँबाट फुलदला भन्ने ठाउँ, पर्वत रेनी। वाह 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 बाटो चाहिँ खतरै। हरियाली चाहिँ मास्तिर रहेछ अलिअलि। बिस्तार जाँदैछौँ। हिमालको नजारा यहाँबाट पनि देखिँदो रहेछ, बबाल देखि। शहरको भिडमा हराएको म छुँदै रहेछ तल, पुरै गाउँको होला। कन्फ्युजिङ रहेछ होइन। उताबाट पनि तातो पानी पुग्ने, लेफ्टबाट पनि सिधाबाट पनि तातो पानी पुग्ने रहेछ। सो मुस्ताङ लाइन तातो पानी चाहिँ सिधा हो। आफ्नै आवाज खोज्दै हिँडे टुटेका सपना। यो चाहिँ बेनी जाने बाटो हो। हामी चाहिँ सरासर अब बेनीबाट तातो पानी जाँदैछौँ। तातो पानीमा गएर खानासाना खाएर रेस्ट गरेर अनि चाहिँ अर्को बाटोतर्फ लाग्छौँ। हो बत्ती बेला फेरि कुकुरो देखिन थाल्यो। वाह कति राम्रो। वाह वाह वाह। अब यहाँबाट तातो पानी चाहिँ 20 किलोमिटर छ, अनि जोमसोम चाहिँ 70 किलोमिटर रहेछ। सो हामी चाहिँ आज तातो पानी गएर एकछिन रेस्ट गरेर अनि मार्फा लाग्ने हो नि त। ओहो अब अर्को डाँडा पनि देखिन थाल्यो, अर्को हिमाल बबाल देखिन्छ। खोला नाला हुँदै जाने हो हामी, आनन्दले जाने। स्कुटर हो नि त। हजुर झर्ना आउँदैछ। त्यसपछि अब तातो पानीमा बस्नु पर्यो एकछिन आनन्दले। यहाँबाट 20 किलोमिटर भने अब 15 किलोमिटर होला। कन्स्ट्रक्सन हुँदै रहेछ, बाटो सम्याउँदैछन्। तर डाँडा काँडा हेर त वाउ त्यसको भत्किएको रहेछ, सम्याउँदैछ आनन्दले। गाडीको टायरै दिन लाग्यो कि हो। अब यस्तो बाटो बन्दै रहेछ। छेउछेउ हिँड्नुहुन्न,
आरामले जाऊँ। अन्त्य हुँदै बिस्तारै बिस्तारै हिँड्नु पऱ्यो। अन्त्य भयो त्यो पनि। अब फेरि अगाडि बढ्दैछौँ बिस्तारै। वाउ दामी खालको चराएर त वाउ देख्यौ? ह्यान्डटक जाँदैछ। ह्यान्डटक र हेरेर बिस्तारै जाने हाम्रो बाटो अफ रोड छ। बिस्तारै पुऱ्याएर हिँड्नु पऱ्यो नि त। जाँदैछौँ बिस्तारै। तातो पानी अब लगभग 11-12 किलोमिटर टाढा छ। का बाटो तर झै हार मानेको छैन। मनभित्र गडगडाउँछ आँधी, रोक्न खोजे पनि रोकिन्न म। आगोभित्र बल्छु म निम्न दिन्न कहिले। मेरो स्वर गर्जिन्छ सुन्नेछ यो संसारले। टुटे पनि फेरि जोडिन्छु म। अलि अगाडि, अलिकति अगाडि। बबाल बबाल। हिमालको अवलोकन गरियो। बबाल बबाल। यतै यतै। यहाँबाट बेस्ट लोकेसन। ल यहाँ टिप्ल्याङ भन्ने ठाउँ आइपुगिसकेका छौँ। टिप्ल्याङ। अब बिस्तारै जाँदैछौँ टिप्ल्याङबाट। यतातिर विशाल जस्तै लागिरहेको होइन रहेछ। गण्डकी रिभर ब्रिज आइपुग्यो हामी। काली गण्डकी साथसाथै हिमाल पनि। वाउ झर्ना आइसकेको छ। खतरा झर्ना। तर नो नेम बट झर्ना। केटाहरू आएर नि खिच्न थालिसकेको छ यार। ठिकै छ, नो प्रब्लम। कता एकैछिन यहाँ माथि झर्ना रहेछ। आऊ न। सानो झर्ना रहेछ तर बबाल तरिकाले आउने रहेछ। आहा पौडी खेल्न जाने हो क्या यहाँ? बबाल छ बबाल। कस्तो छ झर्ना? कस्तो लाग्यो? हिँड्ने चाहिँ मतलब त कति गर्नु होइन याद
पोखरे बगार आइपुगिसक्यौँ हामी। पोखरे बगारबाट अब केही समयपछि हाम्रो गन्तव्य नै आउँछ। धेरै टाढा चाहिँ नरहेको अनुमान छ। घरहरू जाँदैछ अलिरहेको ठाउँको एकदम रमाइलो हुँदैछ। अब यताबाट घोडे पानी पनि जान्छ माथि। राइटबाट चाहिँ घोडे पानी, लेफ्टबाट चाहिँ जमसमको बाटो लाग्छौँ। केटाहरू सबैजना माथि गइसक्यो, हामी चाहिँ तलै छौँ। अलि लास्टमा चाहिँ हान्नु पऱ्यो, किनभने हामी बिस्तारै हुनुहुन्छ। ल अर्को हिमालको फेरि नजारा देख्न सक्नुहुन्छ। माछापुच्छ्रे हिमालको खोलाको तिरैतिर जाँदा जाँदै हामीले विभिन्न खालको हिमाल देखिसकेका छौँ। र गएर आउँदै ठिक हुन्छ, त्यही भएर अब हामी निस्किने है त। अब तातो पानीमा नबस्ने अहिले। हरियाली वाउ के यो यहाँनिर चाहिँ के भएको रहेछ। ए बाटो खन्दै रहेछ। ओहो भटभटेमा ओहो म त यता त ख्यालै गरेको थिइनँ। अब हो आम्बो पुरा यस्तो स्वर्ग यहाँ छ है गाइस। यहाँ आउनुपर्छ। हामी एकछिन जाममा पऱ्यौँ, बवाल छ। देख्नु भएको चाहिँ दाना बजार हो। दाना त्यो बिस्तारै बिस्तारै जानुपर्ने हुन्छ। मेरा दोस्तों सलाम करो। रूपसे वाटरफल यहाँ रहेको छ। ए मान्छेहरू माथि माथि पनि जाँदो रहेछ, तर माथि गयो भने त भिज्छ, नजाउँ होला। यस्तो माथिबाट आउनुहुँदैछ, खतरा रहेछ। ओ अनि यहाँ खतरा ब्रिज पनि छ। यहाँ चेकपोस्टमा एकछिन चेक गरौँ लेतेमा, त्यसपछि अनि निस्क्यौँ। हामी घाँसाबाट चाहिँ निस्किसक्यौँ। घाँसामा चाहिँ चेकपोस्ट हुन्छ। यहाँ अब इनकेस पर्मिटहरू इस्यु गर्न छ, अझ फरेनर इन्डियनहरूको मात्रै, हाम्रोलाई पर्दैन। सो के छ भने यहाँ गर्दा हुन्छ। बबाल बबाल This is heaven, bro. Wow. Bawal lagi, bawal. मजाको भ्यू त कहीँ पाउँदैन। एउटा सर्ट भिडियो चाहिँ बनाउनु पर्ने हो। सुन्दर शान्त विचार, सुन्दर शान्त गाउँ, सुन्दर शान्त ठाउँ। बजारमा यस्तो छ लेते बजारमा।
एकदम यहाँ भ्यू हेर्दा हेर्दै हेर्दा हेर्दै हेर्दा हेर्दै लेते बजारबाट छुट्नै छुट्यो होइन 4:18 भइसक्यो अब चाहिँ निस्किनु पर्ने भयो यो इधर हेर चरा हेर 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 चरी चरी ररी 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 निकै दामी छ अब बाटो फल देखिरहेछ क्या आइस फल पुरै ढाकिया छ क्या यहाँनिर बबाल देखिया छ ठाउँ त वाह कति स्मुथ रोड सरर स्मुथ छ बाटो चाहिँ बबालै छ इन्जोय र हुन्छ कि भाइ भएको त्यो इन्जाइटी भयो नि होइन तर त्यो भयो नि व्यक्तिगत त्यो चाहिँ हेर न सबतिर फाल्टै छ हेर न यता भित्रतिर यतै ठुलोमा घर नेपालको मरुभूमि भनेको यही हो यो याकको रहेछ याकको जमी पो रहेछ नेपालको मरुभूमि यो अहिलेसम्म आइपुगेको थिएन होइन नेपालको बोर्डर भनौँ अब अहिलेको नयाँ बोर्डर पनि यतैबाट जान्छ मरुभूमि पनि यतैबाट जहाँ चाहिँ हिमाल पारीको देश पनि भनेर भनिन्छ नि त बिस्तारै जाउँ मार्फा आइसकेका छौँ तर हामी मार्फामा नबस्ने भयो किनभने इट्स अलमोस्ट 5:14 अनि अझै टाइम त हुन्छ नि त अझै टाइम छ जोमसम जानलाई भ्याउँछ सो त्यही भएर यही हो मिस्टिक मार्फा भन्ने यहाँ थियो हामीले कुरा गरेको थियो नि हो यहाँ हो कि खास बस्नुलाई ठिकै हुँदो रहेछ है अब भोलि आएर यहाँ बस्ने ल यही हो क्या मैले सोधेको थिएँ नि 1300 पर पर्सन ठिकै त अनि 1300 खाना बस्नु राम्रो क्याम्प फायर गर्न मिल्ने खालको हेरेर बसौँ ल यहीँ बस्ने आउँदाखेरि चाहिँ जमसममा जाऊँ न ल यही हो ट्याक्क जाऊँ अब जमसम लागौँ आज मार्फाको प्लान किनकि अलरेडी उज्यालो नै छ अनि त्यही भएर हामी यहाँभन्दा जमसम गरौँ भनेर चेन्ज हो यस्तो दामी छ हेर्न भ्यूहरू पुरानो बस्तीहरू माथि मार्फामा आएर घुम्न पनि छ भोलि त्यो मुक्तिनाथ भोलि पर्सि अब कहिले हुन्छ यहाँ यो सबै स्याउको हो क्या यो बोट अप्पर मुस्ताङ जान ट्राई गर्ने गएर बस्यो भने बस्यो नभए फर्किँदा यहाँ बस्ने भन्ने कुरा गऱ्यो हुन्छ अब यस्तो क्याम्प फायर गरेर बस्नु मिल्ने ठाउँ खोजेर अनि बस्नुपर्छ अब त्यहीँ गएर चोइस गर्नुपर्छ अनि होइन हेर पुरा मरुभूमि भने यस्तै हो क्या मरुभूमि नै रहेछ क्या अहिलेसम्म एउटा घाँसहरू छैन क्या ल मजा हो है अलिअलि रुख होला भन्ने सोचेको थिएँ होइन केही छैन क्या अब बबाल के मरुभूमि त मरुभूमि नै रहेछ क्या यस
ठिकै छ ल जाउँ है कति कहाँ कहाँ पुगिन्छ के पुगिन्छ प्लान के हुन्छ सब कुरा म पछि भन्दै गर्छु हामी जाँदै गर्छौँ त्यही हो लाइफमा रमाइलो भनेकै यही हो प्लान चेन्ज गर्ने नेपालको मरुभूमि हावाले त पुरै गाडी उडाउने रहेछ हौ यस्तो बत्तेर आइरहेको छ क्या हावा पनि सरल